डोजरले जीसीबीले ट्रक तान्दैछ है गाइजहरु। हेरौँ हेरौँ जेसीबीले डोजर तान्दैछ। ल हेरौँ है गाइजहरु। तान्यो ल्यायो तान्यो जेसीबीले तान्यो। यहाँ बाटोको अवस्था यस्तो छ। ओह हाच्छेला यार चुक्केला। ठ्याक्कै 9 टन बोकेछ गाडीले। ओहो बिग्रियो यार। धुवा पो गयो त यार गाडीमा त पुरा यार। के भयो त यार पुरै धुवा लाग्यो आयो त यार। गाडीमा त धुवा पो आयो। यस्तो छ अब माथिको बाटोको अवस्था। यसलाई हेर्नुहोस् गाइजहरु यस्तो छ। धुवा निस्क्यो त यार गाडीमा त। दुईटा जोल्थिङमा हाल्नुपर्ने के त्यताबाट नि सँगै दुईटा गरेर तान्नुपर्ने यार। एकतिर मात्रै भयो। त्यो दुईटा हाल्नुपर्ने के छोटो भयो होला त्यो टोचन। गुरु यता दुई ठाउँ बाँध्नु पर्ने त यार। उताबाट बाँध्नु पर्ने दुईटामै सँगसँगै बाँधेर तान्नु पर्ने। एकतिर मात्रै भयो त तानाइ त। गाह्रो भयो त्यहाँ गाडी तानाइ अलि नमिल्ला जस्तो भयो।